बोल्नु त आमा। राम्रो दाँतै छैन आमा हजुर 100 वर्ष हुनुभयो। नाति नातिना पलातिना सबैको माया ममताले अहिलेसम्म बाँच्नु भएको छ। अझै 20औं वर्ष बाँच्नुभयो भने कति रमाइलो हुने होला होइन त। हाम्रो आशीर्वाद छ फेरि हजुरलाई होइन। के हुने होला यो साल, अहिले साल त ठिकै छ। अर्को साल नि राम्रो हुन्छ। अझै 20औं साल अब हामी गएर हजुरलाई सर र हेलिकप्टरमा पुरै नेपाल घुमाउने हो। अनि त्यहाँबाट चाहिँ साँच्चै हो त, साँच्चै हो आमा घुमाउने अब के प्लेनमा नि घुमाउने हो। आइहालौँ त। अब हिउँद लागेपछि नि घुमाउने हो कि अब चाहिँ अर्को साल घुम्ला। अर्को साल सबै जम्मा भएर घुम्नुपर्छ। म त यो कहाँ उडेछ है पेलेङ। हो त्यो पेलेङमा चढेर पोखरा, त्यही प्लेनमा चढेर हजुरलाई पोखरा काठमाडौँ भैरुवा लगेर भैरुवा घर उता मधेस पसेर हो त नि त्यहाँबाट फेरि कारमा सर घरै आउँला।